tells a tale the whole city knows. Rhythms in the shadows. What's up guys? के चाल चाल फेरि आइसक्यो म एपिसोड 2 लिएर एक पुरानो ठाउँ पुरानो गाउँ फेरि आएँ म आज चाहिँ सिलङ्गीमा पानी छ है गाइजहरु सट्टा बारामा लप्ली उसरी देखे है त्यो चाहिँ देख्नै पर्ने हुन्छ अब यो टाइम चाहिँ अब सिलङ्गीमा मान्छेहरु हावा खाना आउने टाइम भयो आज चाहिँ हामी सोले हैन कि बेत्रावती जान लागिरहेको मेरो भाइ यो भन्दा अघिल्लो एपिसोडमा चाहिँ पोन्डे भाइ थियो त्यसपालि मेरो प्यारो विराज भाइ छ यहाँ के भन्दै दाइको ब्लगमा यहाँ दाइको ब्लगलाई सब्स्क्राइब लाइक शेयर कमेन्ट गर्नु होला घन्टी नि बजाउनु पर्यो नि पोन्डेले बजाउँथ्यो घन्टी जिब्रो गरेर हाम्रो पड्किँदैन जिब्रो पड्काइदिनु यसले पनि पड्काइसक्यो यसले झन् ढिन्जर बजायो है फेरि घन्टी यसको चट्टा बारमा यहाँ आमाहरू यसरी घुमिरहनुहुन्छ सर लाप्ली भ्यू देखिन्छ यतिखेर दिउँसो खोला गयो भने पुरै जाँदा नेपाली फर्किँदा अफ्रिकन भन्छ कालो न कालो हुन त गोरो त होइन भयो नि होइन कालाको त माया लाग्ने नै भयो लाग्छ किन रमाइलो गर्नुपर्छ लाइफमा रमाइलो नगरे कहिले गर्नु जिन्दगीमा उमेर फर्की आउँदैन पैसा आउला टाइम आउँदैन उमेर आउँदैन फर्की अनि यसले कति बाइकमा मात्रै घुमे बनाउँछ कस्तो खालि यही मात्रै किन यस्तै हो मेरो प्रब्लम टाइप मन पऱ्यो हेर्नु नमन पऱ्यो नि हेर्नु के भन्नु नहेर्नु चाहिँ भने हेर्नु चाहिँ पऱ्यो भ्युज आउनु पऱ्यो नि त धेरै बेर हेर्नु खर्च मिलाएर सपोर्ट गर्नुपर्ने हुन्छ बल्छी माझी दाइ खोलामा आइपुगिसकेको छौँ चट्टा लगाएर डोजरले खन्दैछ खास गरी डोजरले खने हेर्न आऊ म त होइन लभली हो लभली भयो होइन लभली माथिको चाहिँ हामीले चिने मान्छे होइन फेरि जज गर्नु होला होइन चुरो खाएपछि हामीले चिने मान्छे हो त भाइ त्यो माथि ढुङ्गाको होइन होइन उयो डोजर देखाइदिनु जुम गरेर अघि हामी लभली हो यो ठाउँ त खनिराख्यो तर यो ठाउँमा चाहिँ नआउनु होला भन्छु म अलिक सर्प आउने कि यतातिर हो यो ठाउँ लभलीको छोरी रसुवा जिल्लाको अफ द टप ठाउँमा त्यही हो ल गाइस अब चाहिँ हामी जाँदैछौँ घरतिर क्यामेरा एङ्गल खिच्छ अब घर फर्किन लागेको ठाउँ चाहिँ यही हो आउनु सक्नुहुन्छ गहिरो छ आफ्नो रिक्समा आउनु होला बाइक साइक केही आउँदैन यहाँ हामी डोजरमा हो चिनिया दाई हुनुहुँदो रहेछ एउटा अनि दाई चाहिँ उतातिर जानुभएको अब हामी चाहिँ जानुपर्ने हुन्छ डोजर पनि हेलमेट लगाएर चलाउनु हुँदो रहेछ उहाँले मासु पोलेर खाएको यहीँ अड्के खाऊ ननिकालौँ भन्नु मात्रै हो मासु चट्टा ठाउँ छ राम्रो खै चट्टा आउनु यहाँ क्वालिटी टाइम स्पेन्ड गर्नुहोस् फ्रुटी खानुहोस् चाउचाउ खानुहोस् तर एक ठाउँमा राख्नुहोस् यसरी चाहिँ गर्नु भएन कि तर म हरेक खोला सोला गएर म यही कुरा भन्ने गर्छु यसरी फोहोरहरू नगर्नु
ल्याउँदाखेरि जसरी लिएर गएको थियो ल्याउँदाखेरि पो गरुङ्गो हुन्छ, लाँदाखेरि त हल्का हुन्छ नि। अब यस्तो खाएपछि त आफैलाई गरुङ्गो आफ्नै जान गरुङ्गो होला। यस्तो ट्वाक हानिसकेपछि त सुनाइदिने हो नि। देखाइदिउँ तिमीहरूलाई ल खानपानी। ए हजुर अझै यहीँको हो बासिन्दा, यहीँको हो तपाईँहरू? यहाँको होइन? ए काम मात्रै गर्नु आउनु भयो? मान्छेहरू आउँछ यहाँ दिउँसोतिर आउँछ है? टन्नै आउँछ अरे मान्छे होइन। ल फोहोर गरिदिनु रहेछ फेरि है, सिसी फुटाएर है, फोहोर गरिदिनु रहेछ क्या सिसी फुटाएर। यस्तो चाहिँ गर्नु भएन गाइजहरू। आफ्नो पछाडि त खै आफ्नो गाउँठाउँ समाज राम्रो बनाउनु पर्छ आफैले, यस्तो फोहोर गर्नु भएन। हेर्नु नि यस्तो ल कहीँ जानै पर्दैन। स्विजरल्यान्ड नि यही, पोर्चुगल नि यही हो। किन ल गाइस आजको भ्लग चाहिँ यति भन्दैन होइन, सट लाएर इन्डिङ हान्न जाँदैछु होइन। सब्सक्राइब, लाइक, सेयर, थ्याङ्क यू गरिदिनु होला। बाई बाई।